चाहिँ आज पाल्पाको कौडे लेक जाँदैछौँ। अब यता गाउँमा बाइक आउने ठाउँसम्म आइयो। अब चाहिँ उकालो चल्नु सुरु भयो होइन। गइन्छ कि नै? फेरि गइन्छ। थकै चाहिँ लागिसक्यो है जम्मा 1 मिनट हिँड्यो मलाई एकदमै थकै लागिसकेको छ। 1 घन्टा हिँड्नु पर्ने रहेछ बाटो कसरी पुगिन्छ हेरौँ। गर्मी भयो ज्याकेट खोल्नु पर्यो। चढ्दैछौँ कौडे लेकको ट्रेक। 1 घन्टा भन्ने कुरो छ हेरौँ सकिन्छ कि नै। तानसिन बजार खाल्टोमा माडी भ्यू माथि तानसिन बजार। यता चाहिँ हिमालको भ्यू एकदम रेन्ज देखिरहेछ हिमालहरूको। अनि यता चाहिँ हाम्रा साथीहरू हिँडिरहेछन्। हाम्रो चाहिँ कौडे लेकको माथि भूकम्प मापन स्टेसन चाहिँ यहाँ स्थापना गरेर सञ्चालनमा आइरहेको रहेछ। यहाँबाट चाहिँ सबै भूकम्पहरू मापन हुने र डेटा चाहिँ सेन्ट्रल सर्भरमा चाहिँ यहाँबाट पठाइने रहेछ। हामी चाहिँ अहिले ठ्याक्क कौडे लेकको डाँडामा टपमा छौँ। वेलकम टु कौडे लेक। 1836 मिटरको अल्टिट्युडमा चाहिँ यो अवस्थित छ। भनेको पाल्पाको जिल्लाको चाहिँ एकदमै अग्लो डाँडा भनेर चाहिँ यो चिनिँदो रहेछ। अहिले चाहिँ हामी कौडे लेकको टपमा छौँ। यो चाहिँ पाल्पा जिल्लाको एकदमै अग्लो स्थानमा रहेको टावर अथवा डाँडा भनेर चिनिँदो रहेछ। यसको चाहिँ यतापट्टि चाहिँ भ्यू पोइन्टको चाहिँ भ्यू टावर भयो। यहाँ चाहिँ एकदम माउन्टेनको रेन्जहरू छ। अन्नपूर्ण माछा पुच्छ्रेहरूको रेन्जहरू एकदम क्लियर देखिरहेको छ त। अनि हाम्रो यता चाहिँ एकदम बुटोल एरियाहरू ठ्याक्क देखिने है छ अरू बेला। अहिले चाहिँ बुटोलतिर अब त घाम पनि लागेको छैन बादल बुदल भएको भएर चाहिँ अहिले पुरै बादलले छेकेको छ। तर क्लियर मौसम भएको बेला छाङ्ग त बुटोलको फाँट नै देखिन्छ भन्ने चाहिँ कुरा जानकारी आएको थियो हामीलाई। अनि यता चाहिँ अब हामी कौडे लेकको एउटा टपमा चारैतिर डाँडाले घेरेको हामी चाहिँ एकदम अग्लो डाँडामा छौँ। अहिले चाहिँ अब हामी ठ्याक्क यहाँ टाइम स्पेन्ड गरेर चाहिँ फर्किन लागेको। हामी चाहिँ भर्खर कौडे लेकबाट चाहिँ ओह्रालो झर्दैछौँ होइन। कौडे लेक भनेर चाहिँ मलाई एक्सपेक्टेसन चाहिँ एलएके लेक चाहिँ थियो। मैले त भिडियोहरू चाहिँ हेरेको थिएन पहिला। तर यो चाहिँ एलइके लेक भन्दा चाहिँ लेक भनेर चाहिँ डाँडा रहेछ क्या। लाइक टप अफ दि हिल भन्ने खालको कौडे ठाउँको लेक भनेको चाहिँ टप अफ द हिल रहेछ। ठ्याक्क पाल्पा जिल्लाको सबभन्दा अग्लो डाँडा 1836 मिटरको अल्टिट्युडमा। अब उत्तरतिर हेऱ्यो भने चाहिँ हिमालको रेन्जहरू देखिने, दक्षिणतिर हेऱ्यो भने हाम्रो तराईको फाँटहरू देखिने एकदमै राम्रो सिनेरियो ल्यान्डस्केप चाहिँ राम्रो देखिँदो रहेछ। अब झर्न चाहिँ कति लाग्छ आउन चाहिँ तल गाडी आउने ठाउँबाट चाहिँ माथि हामीलाई माथि टपमा हुन चाहिँ अराउन्ड 1 घन्टा चाहिँ लाग्यो। अब अहिले चाहिँ झर्दैछौँ कति टाइम लाग्छ हेरौँ। हामी चाहिँ कौडे लेकको ट्रेकै भनौँ छोटो भए पनि ट्रेकै भनौँ ट्रेक सकेर यो चाहिँ अब कौडे लेकबाट फिर्ता हुँदैछौँ। एकदम अफरोड बाटो छ। बुटोल पुग्ने हिसाबले चाहिँ अहिले अराउन्ड 5 बज्न लागेको छ। अब यहाँबाट हिँडेर हेरौँ कति बेला पुग्छ। बाटो अफरोड छ त्यस्तो गर्छ। एकदमै रमाइलो भयो। ल यो गेट पनि तरिसकेका छौँ। धन्यवाद भनिसक्यो गेटले। हामीले पनि धन्यवाद भन्यौँ।